हेलो गाइज, मेरो आज नयाँ भिडियो नयाँ ब्लग। आज दाईसँग हल्का दाई आज मुडमा हुनुहुन्छ, फ्रेस। अहिले काम गरेर आउनुभयो दाई, अनि आज सुपातिर घुमाउनु लाग्दैछन् दाई। एकदम चिलो। फेरि हाम्रो दाई कुन ठाउँ दाई हजुरको घर? मेरो नवलपरासीहरू दाइ। नवलपरासी। तर नेपालमा पढ्दाखेरि मैले सुनेको थिएँ यहाँ नेपालको मान्छेहरू बढी घमण्डी हुन्छन्, तर दाईहरू एकदम बिन्दास क्या हो भने यहाँ आएर अर्कै मस्त लाग्यो क्या। तर दाईहरूमा त्यस्तो के फिल छैन, आफ्नै भाइ जस्तो भने खान क्या, आफ्नोभन्दा नि आफ्नै जस्तो क्या, मस्त। अरू दाई एकदम के भन्नु होइन, यस्तो भाइलाई पनि भेट भयो होइन। हजुर, वास्तै राम्रो लागिरहेछ। अनि अब हाम्रो त अब वर्किङतिर यताउति प्रोसेस भइरहेछ। भाइलाई चाहिँ राम्रोसँग भाषा पढ भन्छु जापानमा आएको छ होइन। सुरुमा भाषा बनाउनुपर्छ, अनि कामहरू मिल्दै जान्छ। अब कामहरूको टेन्सन छैन, दाईहरू हेल्पै गर्दैछन्। आत्तेर चाहिँ हुन्न, बिस्तारै बन्दै जान्छ। हजुर, बिस्तारै हुँदै जान्छ। दाईसँग सुपा आएको। अब दाई सामानहरू किन्दैछन्। आज बनाना दाईको आज राम्रै सेलेरी आएको जस्तो छ। आज बनाना छ, त्यसपछि अरू के किन्दैछन्। हाम्रो रुम नजिकैको सुपा हो। स्याउ कति छ? 605। यो त फ्रेस फ्रुटको छ। एउटा स्याउको कति छ? 267। नखाने दाई भयो। दाई फेरि हाम्रो चिल पारामा हो। के लिने दाई? त्यस्तो केही छैन, बरु अन्डा एक तावाको। अन्डा त मसँग छ, माग न मसँग माग, अनि त्यसपछि म दिन्छु नि ल है। मसँग छ क्या, क्यारेट राखिरहेको छु मैले। सिधै हाम्रो पसलमै जाऊँ अब दाईको पसल। के घुम्ने हो अब दाईको पसल। त्यो पसल त देखाउनु हुन्छ। बिरुपाटीतिर जाँदैछन् है, बिरुपाटी हेर्नु अब दाईको। दाईको बिरुपाटी कुनवाला हो दाई? बिरु यो सबै बिरु बियर ओ साके। ओ दाईको बिरु त्यो दाईको साथीको हो, माइलो दाईको हो। माइलो दाई हाम्रो रुममा हुनुहुन्छ। अब यहाँतिर पनि बिरु दाईको ब्रान्ड। ओ असै हो, असै। एउटा रातो भाले। गंगा की धारा बहती निशानी, माँ की गोद जैसी पवित्र कहानी। शीतल पवन, तट की रेत, गंगा की धुन में सब है विशेष। ओ गंगा की धुन पवित्र और प्यारी, तेरी लहरों में बसी हर सांस हमारी। संग तेरे हम मन को बसाए, गंगा की धुन में दिल को भाए। सूरज की किरणें जल में चमकती, मंत्रों सपनों का महल, ताज महल, शाही सजावट, दिल के गहना। संगीत की राग, नृत्य की लहर, तेरे बगैर दुनिया है अधूरी मेरी। ओ ताजमहल, तेरी धुन है सजीव, संग संग गाते मन को चुराते रात की
यी आँखामा हेर यो मनलाई सोध म तिम्रै हुनेछु तिमी मेरो बन तिमीलाई कसरी म पैसा कसरी तिर्दैन अब यहाँ पैसा यो दोकानमा कोही हुँदैन कि आफैले पैसा तिर्नुपर्छ अब एटिएममा अब दाइ हेर्न अब कसरी पैसा हाल्छन् त्यसलाई स्क्यान गर्ने त्यो सामानलाई पर राख्ने त्यसलाई स्क्यान गर्ने राख्ने ल दाइले पैसा पनि तिरिसक्नुभयो अब फुल्जा सिमसिम फुल्जा सिमसिम दाइसँग सुपा गएर आइयो अब दाइले पनि हल्का हल्का सामान किन्नुभयो अब यहीँ नजिकको पार्क छ अब पार्कमा जाने दाइसँग अब मेरो त कपाल काटेर चिल्ली भयो आज दाइको काम पनि छिटै आइयो दाइले काम भ्याएर अब यस्तो टाइम छ अब पार्कमा जाने दाइ अलि भाइको अलि अग्लो भयो क्या अब हाइटमा नजाउँ के हुँदैन त्यति